अहिले हामीसँग हुनुहुन्छ पत्रकार राजु छेत्री। राजुजी, हामी कहाँ जाँदैछौँ अहिले? अहिले हामी धादिङ जिल्लाको पेडा गाविसको 4 नम्बर वडा च्याङ्लीमा छौँ। हजुर हजुर। च्याङ्लीमा अब यहाँ भइरहेको चाहिँ त्यो भूकम्पले भएको क्षति र त्यो क्षतिपछि मानिसहरूको अवस्था के छ, ती मानिसहरूलाई हामीले के सहयोग गर्न सकिन्छ र के सहयोग गर्न पर्ने हुन्छ त्यो हेर्नको लागि जाँदैछौँ। 2टा टिम बनाएर जाँदैछौँ अहिले। त्यो टिम भनेपछि हामी फर्स्टमा सर्वेक्षणको लागि जाँदैछौँ। अहिले हामी सर्वेक्षण गर्छौँ कुन कुन घरहरू बस्ने नहुने छन् र मान्छेहरू बारीका पाटामा बसेका छन्। हजुर। त्यो मानिसहरूको जीवन वास्तवमै दयनीय छ। जो मानिसलाई हामीले सहयोग नगर्दा उनीहरूको चाहिँ तत्कालै चाहिँ बाँच्ने पनि अवस्था छैन। ती मानिसहरूलाई हेरेर हामीले सक्ने सहयोगहरू गर्नको लागि चाहिँ हामी सर्वेको लागि कति ग्रुप जाँदैछौँ? हामी 2 ग्रुप जान्छौँ। र को कसरी जाँदैछौँ? हामी 10-12 जनाको बताइदिनु। चाहिँ टोली छ। एउटा चाहिँ हाम्रो मोहन बरालजीले नेतृत्व गर्नुहुन्छ, अर्को स्थानीय साथीहरू हुनुहुन्छ, सृजनशील क्लबको साथीहरू हुनुहुन्छ, अरू टुरिज्ममा रहनुभएको साथीहरू उहाँ ईश्वरजी हुनुहुन्छ, थुप्रै साथीहरू उहाँ चाहिँ प्याराग्लाइडरहरू लगायत अरू थुप्रै साथीहरू हुनुहुन्छ। छोरीपाटन टोल संस्थाका चाहिँ अध्यक्ष हुनुहुन्छ ईश्वरी। अनि राजुजी, जति पनि यो चेपाङ बस्तीको लागि जस्ता पाता वितरण गर्नको लागि आर्थिक सहयोगहरू आएको छ नि, आर्थिक सहयोग गर्ने हाम्रा साथीहरू हुनुहुन्छ नि विदेशमा, जसले फेसबुकको भरमा लाखौँ सहयोग गरे नि, उहाँहरूलाई तपाईँले के भन्नुहुन्छ राजुजी? निश्चित रूपमा अब यति ठुलो विपत्तिमा मान्छे जति टाढा जहाँ भए पनि आफ्नो देश हो, आफ्नो चाहिँ नेपाली हुन् भनेर चाहिँ खुला मनले चाहिँ मानिसहरूले आफ्नो गोजाको पैसा आफूले चाहिँ खर्च गर्ने पैसा पनि काटेर यहाँ पठाउनु भएको छ। योभन्दा ठुलो मानवीयता त के हुन्छ र? यो त म त के भन्छु भने उहाँहरू त मानवताका दूतहरू हुन्, ईश्वरका दूतहरू हुन् उनीहरू, जसले जहाँबाट चाहिँ गरिबहरूको लागि, दुखीहरूको लागि भनेर चाहिँ सङ्कलन गरेर चाहिँ पठाउनु भएको छ। यो त धेरै ठुलो कुरा हो, सामान्य मान्छेले गर्दैन यस्तो कुराहरू। यहाँ हुनुहुन्थ्यो पत्रकार राजु छेत्री, जो भूकम्प गएको भोलिपल्ट नै यही ठाउँमा आउनुभएको थियो र उहाँले हामीलाई यहाँको दर्दनाक पीडाहरू चाहिँ बताउनु भएको थियो। र अहिले साथीहरू जो विदेशमा रहनुभएको छ, तपाईँहरूले पठाएको पैसालाई सही सदुपयोग होस् भनेर उहाँले हामीलाई दिन रात नभनी खटिरहनु भएको छ। धन्यवाद।